दर्शकबिहीन नमस्कार। नेपालको राजनीतिमा अहिले सबैभन्दा ठुलो प्रश्न अबको प्रधानमन्त्रीको बालेन शाह, केपी ओली कि गगन थापा। सुनौ वास्तविकता। केपी शर्मा ओली अनुभवी नेता, 2 पटक प्रधानमन्त्री भइसकेका, एमालेसँग बलियो सङ्गठन छ। यदि संसदमा बहुमत जुट्यो भने फेरि प्रधानमन्त्री बन्न सक्ने सम्भावना बलियो रहेको छ। गगन थापा भने काङ्ग्रेसका प्रभावशाली युवा नेता हुन्। जनतामा राम्रो छवि छ, तर प्रधानमन्त्री बन्न पार्टीभित्रको शक्ति र गठबन्धनको खेल जित्नै पर्ने हुन्छ। अब कुरा गरौँ बालेन शाहको। काठमाडौँका लोकप्रिय मेयर, सिस्टमसँग जुझ्न सक्ने छवि बनाएका, तर अहिले उनी सङ्घीय संसदमा छैनन्। संसदमा नपसी प्रधानमन्त्री बन्न सम्भव छैन। नेपालमा प्रधानमन्त्री बन्न लोकप्रियता मात्र होइन, संसदको अङ्कगणित पनि चाहिने गर्दछ। त्यसैले अहिलेको खेल सत्ता समीकरणको हो, भावनाको होइन। तपाईँलाई के लाग्छ? अनुभव चाहिएको छ या नयाँ सोच विचार?